2072 सालमा साधारण धारतर्फको एसएलसी, त्यति बेला एसई होइन एसएलसी, विक्रमसँग 2072 सालमा साधारण धारतर्फको एसएलसीमा समेत लेटर ग्रेडिङ सिस्टम सुरु भयो। यति बेला प्राविधिक र साधारण दुवै धारमा 9 ग्रेड निर्धारण गरियो। निश्चित मानकका आधारमा स्तर सूचना गरेर अङ्कन गर्नु अथवा पूर्व निर्धारित मानकका आधारमा विद्यार्थीको तह स्तर वा श्रेणी छुट्याउनु अक्षराङ्कन पद्धति हो। फर्स्ट डिभिजन, सेकेन्ड डिभिजन प्लस सी डी एनजी गर्नु चाहिने लेटर ग्रेडिङ हो। फर्स्ट डिभिजन, सेकेन्ड डिभिजन, थर्ड डिभिजन भन्न छोडेर ए प्लस ए, बी प्लस बी, सी प्लस सी, डी एनजी भन्नु लेटर ग्रेडिङ हो। क्लियर? क्लियर अर नट? फर्स्ट डिभिजन, सेकेन्ड डिभिजन, थर्ड डिभिजनलाई छोडेर ए प्लस ए, बी प्लस बी, सी प्लस सी, डी एनजी भन्ने चाहिने के हो? लेटर ग्रेडिङ हो। ल अब यसको महत्त्व भनेको उद्देश्य आउँदैछ क्या, लेटर ग्रेडिङ निर्देशिका 2078 मा यसको उद्देश्य लेखेको ल। हाल 8 ग्रेड भन्दैछु, हालको ग्रेड कति हो ल? अगाडि बढाउँ? अगाडि बढिहाल्यो है त, धेरै समय छैन, लेटर ग्रेडिङ निर्देशिका सिद्ध्याउँछु। ल भयो, अगाडि बढाउँ। प्राविधिक धारतर्फ भनेको सिभिल इन्जिनियरिङहरू हुन्छ नि, यो प्राविधिक धार भनेका हुन् क्या। कृषिको होइन, सिभिल इन्जिनियरिङहरूको यो एसएलसीमा त्यो हुन्छ क्या, त्यो प्राविधिक धार हो क्या। कृषि विद्यालय हुन्छन्, सिभिल इन्जिनियरिङ विद्यालय हुन्छन्, इलेक्ट्रोनिक इन्जिनियरिङ हुन्छन्, यो भनेको प्राविधिक धार हो क्या। तपाईँ हामीले पढेको साधारण धारतर्फको एसएलसी, तपाईँ हामीले पढेको साधारण धारतर्फको एसएलसी कुनै कुनै विद्यालयमा 9-10बाटै हो। सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ, बाली विज्ञान, पशु विज्ञान पढाइ हुन्छ क्या 9-10मै। त्यो हो प्राविधिक धार क्या। तपाईँ हामीले पढेको साधारण भयो, तर कुनै कुनै विद्यालयमा 9-10बाटै सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ, पशु विज्ञान, बालु विज्ञान हुन्छ, त्यो भनेको प्राविधिक धार हो क्या। ल अगाडि बढे। ल अब जाउँ लेटर ग्रेडिङ निर्देशिका 2078। यसको उद्देश्य के हो, कारण के हो, लेटर ग्रेडिङ कारण के हो, यहाँ आउँदैछ। ल लेटर ग्रेडिङ निर्देशिका दुई हजार अठहत्तर। ल लेटर ग्रेडिङ निर्देशिका 2000 ए आउँदैछ है, 78-9-7 मा स्वीकृति भएको। ल 78-9-7 मा हो, 2078-9-7 मा स्वीकृति भएको। कसले बनाएको होला स्वीकृत? प्रमाणीकरण भने पनि त्यही हो, स्वीकृति भने पनि त्यही हो है। स्वीकृति भएको ल। कसले होला? राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले निर्माण गरी
राष्ट्रिय पाठ्यक्रम प्रणाली 2046 निर्माण गरे। ल अब जाउँ लेटे गेडिङ निर्देशिका। ल अब यो यसको यसको छ नि संशोधन। यसको संशोधन धेरै पटक संशोधन भइरहेको छ चाहिँ धेरै। पहिलो संशोधन 78 11 18 मा। पहिलो संशोधन धेरै पटक संशोधन भएको कारणले चाहिँदैन यसको संशोधन। अब फेरि नि भोलि नि संशोधन हुन सक्छ। 2078 11 18 मा भएको यो संशोधन भइरहेको कारणले यो संशोधन सोध्दैन, यो नजान्दा नि हुन्छ। यो जान्न आवश्यक छैन किनकि धेरै पटक संशोधन भइरहन्छ नि। ल अब जाउँ चारवटा उद्देश्यहरू जाउँ त। ल यो उद्देश्यहरू अथवा लेट रिगार्डिङका कारणहरू अथवा यो भनेकै के हो लेट रिगार्डिङ लागू गर्नका कारणहरू। लेट रिगार्डिङ लागू गर्न लेट रिगार्डिङ सिस्टम लागू गर्नका कारण। यो सिस्टम लागू गर्नका कारण सोधिरहनु भएको थियो नि। लागू गर्नका कारण यही गर्नका कारण के हुने यहीँ हेर्नुहोस् यी। ल यी लेट रिगार्डिङ सिस्टम लागू गर्नका कारणहरू। ल है त एकैछिन अब च्याटमा भन्दा विषयवस्तुमा जाउँ। ल विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने। विद्यार्थीको सिकाइ सक्षमतालाई सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने एउटा है त। दोस्रो चारवटा जाउँ है। यथारूपमा प्रमाणीकरण गर्ने रहेछ है। अर्को सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठवटा स्तरलाई कतै त सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठवटा अक्षरगत स्तरमा सूचित गर्ने। आठवटा आठवटा अक्षरगत स्तरमा सूचीकृत गर्ने। ल है चारवटा छ नि। सिकाइ उपलब्धिको मापनबाट हो सूचित गर्ने। शैक्षिक क्षेत्रलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने। शैक्षिक क्षेत्रलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर शैक्षिक क्षेत्रलाई न्यूनीकरण गर्दै शैक्षिक क्षेत्रलाई के गर्दै न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने। शैक्षिक गुणस्तर ल शैक्षिक क्षेत्रलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने है त। नम्बर 3। नम्बर 4 एकल विषयको माध्यमबाट नम्बर 4 एकल विषय प्रमाणीकरणको माध्यमबाट एकल विषय प्रमाणीकरणको माध्यमबाट विद्यार्थीको बहुबौद्धिताका आधारमा
विद्यार्थीको बहुबौद्धिकताका आधारमा सिकाइ अवसर प्रदान गर्ने आधारमा सिकाइ अवसर प्रदान गर्ने है। बहुबौद्धिकताको आधारमा के गर्ने? सिकाइका अवसर प्रदान गर्ने आधारमा सिकाइका अवसर। ल म भन्छु 2 नम्बरको के हो। 8वटा ग्रेड भनेको 2 नम्बरले सजिलो छ, सम्झन सजिलो। यो बुझिन भन्नेलाई यता हेर्ने, बुझेन भन्नेले यता हेर्ने, सजिलो। एकमा यथारूपमा प्रमाणीकरण, यथारूपमा प्रमाणीकरण छ। एकमा सजिलो भन्ने है छोटो, यथारूपमा प्रमाणीकरण छोटो, छोटो। 2मा 8वटा ग्रेड निर्धारण, 2ले केही भनेको छैन, 8 ग्रेड निर्धारण भनेको। 3मा गुणस्तर अभिवृद्धि भनेको, 3ले गुणस्तर भनेको, गुणस्तर बढाउने भनेको, बढाउने अभिवृद्धि भनेको बढाउने भनेको। 4ले बहुभौतिकताको अवसर, इ बहुभौतिकताको अवसर भनेको। आधारमा सिकाइ भनेको कति सहिलो छ त 4वटा, थाहा पाइयो 4वटा। 2को बुझिन भन्नेले 8वटा ग्रेड बना भनेको, 2को बुझिन भन्नेले, 2को बुझिन म त भन्नेले यता हेर्ने। 2को बुझिन भनेको 8 ग्रेड भनेको, 8 ग्रेड आउँदैछ। 8 ग्रेड म देखाइदिन्छु अहिले, स्क्रिनसट गर्नु होला नि। 8वटा ग्रेड भनेको देखाइदिन्छु अहिले, नआत्तिनुहोस्। 8वटा ग्रेड ल सुन्नुहोस्। लेटर ग्रेडिङ सिस्टम लागू गर्नका कारण के रहेछ त हेर्नुहोस्। लेटर ग्रेडिङ निर्देशिका 2078 9/7 स्वीकृति भएको, पहिलो संशोधन 78 11 18 भएको, संशोधन भइरहन्छ, त्यस कारणले संशोधनको मिति सोध्दैन है। यो राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले निर्माण गरी लागू गरेको यो विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने। एउटा विद्यार्थीको सिकाइ, यसको लेटर ग्रेडिङका 4वटा उद्देश्य। विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई 8वटा अक्षरगत स्तरमा सूचित गर्ने। 8वटा ग्रेड अहिले देखाइदिन्छु, नआत्तिनुहोस् है। शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने, एकल विषय प्रमाणीकरणको माध्यमबाट विद्यार्थीको बहुबौद्धिकताको आधारमा सिकाइका अवसर प्रदान गर्ने। छोटोमा सम्झिने तरिका यथारूपमा प्रमाणीकरण पहिलो, 8वटा ग्रेड निर्धारण भनेको दोस्रो, गुणस्तर बढाउने तेस्रो, बहुबौद्धिकताका आधारमा सिकाइ चौथो। ल अब 8वटा ग्रेड हेर्नुहोस् के के रहेछन्। ल अब 8वटा ग्रेड के रहेछन् हेर्नुहोस् है। 8वटा ग्रेड यता हेर्नुहोस्। म 8वटा ग्रेड देखाइदिइहाल्छु, अनि त्यसपछि नन्दु सरको पालो। ल है, यो पेज 2मै छु म, धेरैमा छैन। पेज 2मा हो, पेज 2मा छु। पेज कतिमा छु? 2मा। ल छिटो, ढिलो आउनेले स्क्रिनसट गर्ने। पेज 1 यो हो। ढिलो आउने महोदयहरू पेज 1 यो हो। ढिलो आउनेले स्क्रिनसट गरिहाल्ने। पेज 1 यो अक्षराङ्कन पद्धति। पेज 1 कक्षा 3 भन्दा माथि यही लेटर ग्रेडिङ जारी छ अहिले। पेज 2 एकीकृत पाठ्यक्रम भन्दा माथि माथि यही लागू छ। पेज 2 हिजो क्लास भएन, हिजो क्लास मैले व्यस्तताका कारण लिइनँ। पेज 2 ल अब 8वटा ग्रेड देखाइदिन्छु है, हेर्नुहोस् 8वटा ग्रेड। पेज 2 ल 8 ग्रेड यता हेर्नुहोस्। ल यहाँ हेर्ने, 8 ग्रेड हेर्ने, 8वटा ग्रेड यहाँ हेर्ने। समय छोटो भएको कारणले मैले यहाँ स्क्रिनसटै गर्नु भनेर भनिदिएँ। 8वटा ग्रेड हेर्नुहोस्।
ल हेर्नुहोस् है 8वटा ग्रेड। यता हेर्ने 8वटा ग्रेड हेर्ने यता स्क्रिनसट गर्न तयार भएर बस्नुहोस्। स्क्रिनसट गर्न तयार भएर बस्नुहोस् है 8वटा ग्रेडको। म यहाँ सजिलै देखाइदिन्छु है। 8वटा ग्रेडको स्क्रिनसट गर्न तयारी भएर बस्नुहोस्। हेर्ने लेटर ग्रेडिङ 8वटा ग्रेड। हेरे विद्यार्थीको लेटर ग्रेडिङ हेर्नुहोस् है। यो 4वटा उद्देश्य नै यहीँ लेखाइदिइसकेँ है। 8वटा ग्रेड यता हेर्ने। देखिन्छ 8वटा ग्रेड। देखिन्छ 8 ग्रेड। ल देखिएको छ स्क्रिनसट गर्न तयारी हुने। नदेखिए त कुरै छैन यहाँ। ल है 90 र सोभन्दा माथि आयो भने ए प्लस हुन्छ। यसलाई आउटस्ट्यान्डिङ सर्वोत्तम भनेर व्याख्या गरिन्छ, जसको स्तरीकृत अङ्क 4 हुन्छ। 0.4 घटाउँदै लाने हो। ल नि 80 र सोभन्दा 90 भन्दा कम भयो भने ए हुन्छ। यसको उपलब्धि स्तरको व्याख्या एक्सलेन्ट अति उत्तम हुन्छ। यसको स्तरीकृत अङ्क 3.7 0.4ले घटाउँदै लाने हो। र है 70 र सोभन्दा माथि 80 भन्दा कम भयो भने बी प्लस हुन्छ। यसको उपलब्धि स्तरको व्याख्या भेरी गुड हुन्छ र यसको स्तरीकृत अङ्क 3.2 हुन्छ। अनि 60 र सोभन्दा माथि 70 भन्दा कम भयो भने बी हुन्छ। यसको उपलब्धि स्तरको व्याख्या गुड हुन्छ र यसको स्तरीकृत अङ्क चाहिँ 2.8 हुन्छ। अनि 50 र सोभन्दा माथि भयो भने 60 भन्दा कम भयो भने सी प्लस हुन्छ। यसको उपलब्धि स्तरको व्याख्या सेटिस्फ्याक्ट्री सन्तोषजनक हुन्छ र यस्तो स्तरीकृत अङ्क 2.4 हुन्छ। र अनि यो जुन किताबमा पनि छ है 40 र सोभन्दा माथि 50 भन्दा कम भयो भने सी हुन्छ, एक्सेप्टिङ ग्राह्य हुन्छ र 2 हुन्छ। र 35 र सोभन्दा माथि 40 भन्दा कम भयो भने डी हुन्छ। यसको बेसिक आधारभूत हुन्छ र 1.6 हुन्छ। र अन्तिममा 35 भन्दा कम भयो भने एनजी हुन्छ र यसलाई नट ग्रेडेड अवर्गीकृत भन्छ। यसको यो छैन। र अब के बुझ्नु पर्यो भने इजी एकदमै सजिलो के छ भने हेर यो 6 सम्म 10 का दरले घटेको छ है। हेर यो 6 सम्म 10 का दरले घटेको छ हेर्नु त। 1 2 3 4 5 6वटा ग्रेडसम्म 10 को दरले 90 र सोभन्दा माथि 90 80 70 60 50 40 10 का दरले घटेको छ 6 सम्म। अनि 7मा 5 घटेको छ, 8मा 35 भन्दा कम भनेको छ। 6वटासम्म 10 का दरले घट्दै गएका, 7मा 5 घटेको छ र 8मा 35 भन्दा कम छ। अब यो यता सजिलो कति ए प्लस ए बी प्लस बी सी प्लस सी डी र एनजी कति सजिलो छ यहाँ सम्झिन। ए प्लस ए बी प्लस बी सी प्लस सी डी र एनजी। ए प्लस ए बी प्लस बी सी प्लस सी डी र एनजी छ। सजिलो छ सम्झिन। र यसको सबैभन्दा आउटस्ट्यान्डिङ एक्सलेन्ट भेरी गुड गुड सेटिस्फ्याक्ट्री एक्सेप्टेबल बेसिक र नट ग्रेडेड यो घोक्नै पर्यो। र यता स्तरीकृत अङ्क चाहिँ 0.4 का दरले घटेको छ है। 4 3.6 3.2 2.8 2.4 2 1.6 यो 0.4 का दरले घटेको छ। सजिलै छ व्याख्या गर्न। डी प्लस हुँदैन हो। ए प्लस ए बी प्लस बी सी प्लस सी डी मात्रै अनि एनजी। सजिलो छ यो पनि। यहाँ पनि के छ यहाँ पनि 6 सम्म 10 घट्दै गएको छ र 7मा आएर जम्मा 5 घट्यो, 8मा आएर 35 भन्दा कम भन्यो। यो पनि सजिलै छ। अब यो पनि यहाँ पनि सजिलै छ। ए प्लस ए बी प्लस बी सी प्लस सी डी एनजी यो पनि सजिलै छ। र यो स्तरीकृत अङ्क भनेको 4 0.4 घटाउने 0.4 घट्दै गएको छ। कुरा बुझ्नुभयो। 0.4 घट्दै गएको बुझ्नुभयो एकदम राम्रोसँग। सर डिभिजनबाट पनि यस्तो गर्दा डिभिजन गरेन उठेको कुरा बुझ्नुभयो। क्लियर छ। ए यहाँ सुन्नुहोस् 10 घट्दै गएको छ 6 नम्बरसम्म। 7मा 5 घट्यो, 8मा 35 भन्दा कम।
अब यता ए प्लस ए, बी प्लस बी, सी प्लस सी, डी र एनजी भयो है। अब यो आउटस्ट्यान्डिङ, एक्सलेन्ट, भेरी गुड, गुड, सेटिस्फ्याक्ट्री, एक्सेप्टेबल, बेसिक र नट नट ग्रेडेड भइहाल्यो अन्तिमको है। अब यता 0.4 घट्दै गएको छ। ल, हस् धन्यवाद।